यो हो आमा औँसीको नेक्स्ट मर्निङ। बिहानै उठेर सरसफाइ गरी भ्याएँ, त्यस पछाडि चाहिँ अहिले चिया पिउँदैछु। आज हामी चाहिँ बागलुङ फर्कने हो। हतार हतार गेडागुडी बसालेको छु कुकरमा होइन, छिटै खाएर जाने भनेर। र अलिअलि सिमी टिपेँ, फलेको रहेछ। र त्यस पछाडि झार पनि एकदमै बाक्लै अग्लो अग्लो आएको थियो सिमीमा, अनि झार पनि फालेँ होइन। र बुढोले चाहिँ यता काँक्रोलाई थाक्रो हालिदिँदै हुनुहुन्छ। थाक्रो चाहिने भएको छ नि त काँक्रो। त्यसपछि हतार हतार गरेर खाएर हामी चाहिँ फर्क्यौँ बागलुङको लागि। अनि त्यस पछाडि आइपुगेँ म अहिले बागलुङ। अनि आउँदा बित्तिकै नुहाएँ पहिला त, त्यस पछाडि चाहिँ रेडी आएको छु म अहिले। कार्यक्रम चलाएँ 11 बजेको। अनि आएर लुगा धोएँ। लुगा धोइसके पछाडि फेरि 1 बजेको न्युज पढेर फेरि म अहिले चाहिँ सामानहरू चाहिँ मिलाउँदैछु घरदेखि लिएर आएको होइन। खत्र्याङ मात्र्याङ दिदीहरूले पनि तरकारीहरू लिएर आउनु भएको रहेछ। अनि यो चाहिँ फापर टिपे घरमै फलेको थियो हल्का हल्का। अनि तरुल भयो, अनि सबै थोकहरू अब अलिअलि भएको चिजहरू चाहिँ लिएर आएको छु। अनि यो सिमी चाहिँ हामीले आफै फलेको होइन, आफै फलाएको सिमी हो। त्यस पछाडि रुम पुरै सफा भइसक्यो, किचन साइड, यता बेडरुम साइड, अनि भएन भनेर यतापट्टि बाल्कोनी साइड पुरै सफा गरेँ, दिनभरि जसै लाग्यो। अनि त्यसपछि चाहिँ खाना बनाउँदैछु अहिले चाहिँ बेलुकाको। अनि खाना बनाएँ आज केराउ, अनि त्यस पछाडि प्याजको पात अनि आलु। यसरी आलु राखेको मेरो एकदम फेभरेट हो, मैले धेरैचोटि भनिसकेको छु। खाना खायौँ, त्यसपछि न्युज पढेर अहिले चाहिँ आइपिएल हेर्दैछौँ।